रापट्टि चाहिँ हाम्रो यस्तो रेडी भइसक्यो। भाइको आज पेट बाँच्ने हो गाइस। यहाँ रेडी हुँदै हुनुहुन्छ हाम्रो निहाङको मुमा। भाइको दिदी पनि रेडी हुँदैछ। साथीहरू म पनि अब चाहिँ रेडी भइसकेँ। अब यहाँ मेकअप सुरु हुँदैछ भर्खर बेहुलाको आमाको। टक्क त्यसो नगर्नु न आमा, होस् तर्सिसक्यो। भयो भयो 2-3 चोटि गरिसक्यो। बुढो माउलीको ठुलो बाजे पो त, माउली बाजे बोजूहरू त सबै। ज्ञानी मुमा फुपा सेलीमाको डुबोको माला यहाँ चाहिँ रेडी हुँदैछ हाम्रो बाबुको लागि। बनाउने चाहिँ छ्यामा, अनि यता चाहिँ दिदी पर्छ होला। दिदी थोरै भयो नि, अनि त हो त माला अनुसार त यो ठुलो छ। यो हाई सेलीमा। हाई। अनि तिम्रो कपाल चाहिँ झुस्लुङ्गा छ त छोरी। आज के हो? आज मेरो र भाइको तिम्रो त होइन, भाइको चाहिँ आज पास्ने भन न। भाइको आज पेट बाँच्ने हो गाइस। तिमी खुसी छौ आज? हजुर। ए म यो म्याजिक गरेर देखाऊ। अनि हाम्रो भाइ चाहिँ यहाँ भित्र छ। बाबु यो चाहिँ म्याजिक। अनि रापट्टि चाहिँ हाम्रो यस्तो रेडी भइसक्यो। बाबुको लागि शुभ अन्नप्राशन निहाङ। बाबुको नाम चाहिँ हाम्रो निहाङ हो। यहाँ रेडी हुँदै हुनुहुन्छ हाम्रो निहाङको मुमा। भाइको दिदी पनि रेडी हुँदैछ। भाइको दिदीको नाम के हो? सेलीमा राई। भाइको नाम के हो? निहाङ राई। निहाङको दिदी पनि यहाँ रेडी हुँदैछ। साथीहरू म पनि अब चाहिँ रेडी भइसकेँ। यता कान्छी छ्यामा पनि रेडी हुँदैछन्। यहाँ हाम्रो बाबुलाई पनि रेडी गराउँदैछौँ हामी सबैजना मिलेर। तर गर्मीले गर्दा बाबु चाहिँ रुँदै पनि छ। यहाँ मेकअप सुरु हुँदैछ भर्खर बेहुलाको आमाको। ए कान्छी छ्यामाबाट मोटुलाई माउली बजूले चाहिँ अब बाबुलाई टिका लगाइदिन सुरु गर्नुभयो। उसलाई छुवाएर दिनु न। सेलीमालाई नै दिनु न उसको चाहिँ। त्यही त उतै दिनु न उसको चाहिँ। यो ठुलो मामाबाट भाइलाई छुवाएर दिनु न हौ, नानीलाई छुवाएर। त्यो ठुलो मामा माइजू, यो माइला मामा माइजू। ल निनीबाट आयो, ठुलो निनी मुमाबाट। गाइस आज मेरो ठुलो मम्मीलाई मुमालाई टिका लगाउँदै हुनुहुन्छ, देख्नु। ए खुसी खुसी हो र। म खुसी छु। पैसा दिनु चाहिँ देख्नु। झन् पैसा दियो भने म झन् खुसी हुन्छु ल। ठुलो बुवाबाट ठुलो बुवा होइन। मामाको टर्न हो। हो त्यही राख, भुइँमा राख। मामाबाट बाबुलाई भन्छ, मामालाई धेरै गर है त, नानीले त हुन रोएन, मैले टिका लगाइदिनु। सेलीमा
सेलीमा ताली बजाऊ। कान्छी मुमाको बाट कान्छी मुमा हेर्नु तपाईँको मिना छेमाले मिना छ्यामा अघि नै भिडियो छुटेको भयो यहाँ सेलीमालाई बनाउँदा बनाउँदै लेटाङबाट ठुलो मुमा छोरोको लेटाङबाट माइले मुमा ठुलो दे देऊ। सानो मान्छे त मस्तो निन्द्रामा छन् झन् के टिका लगाइदिनु हुँदैन बुबा होइन धुने ठाउँ त कति राम्रो हो थिएन भन्दा धेरै थियो होइन फेरि मेरो बाबुलाई टुक्राइ कति साह्रो निराउने भएन ज्ञान भएछ होला बुढो माउलीको ठुलो बाजे पो त माउली बाजे बोजूहरू त सबै उसमा लगाउनु टोपीमा लगाउनु ल आजबाट मान्छे भएको अरे नि त आजबाट चाहिँ मान्छे भएको अरे अरूलाई देउता हुन्थ्यो अरे होइन अरूलाई भगवान् हुन्थ्यो अरे आजबाट मान्छे भएको अरे नि त भात खाएपछि ज्ञानी मुमा फुपाको टर्न आयो सेम टु सेम आए गोलमोल 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 सेम टु सेम सानो मान्छेलाई होइन एक हातले भयो है
सबैको त पैसा त त्यति छैन। सेलिमाको भाइ हो नि त, अठाउनु परिहाल्यो। राजालाई चाहिँ ऊ त पुरा मस्त बसिरहेछ त गद्दीमा। हिजोसम्म भगवान थियो। ल कसै गर्नु ल, कसै गरी पनि गर्नु ल। सोच्ने सरी, लाइक कमेन्ट नगरेको सरी ल। मेरो युट्युब च्यानल पनि छ, सब्सक्राइब गरिदिनु ल। तपाईँको हो भुकुले नाति ल धेरै धेरै आशीर्वाद छ है उपरकोमा पिता पुर्खा सबैको आशीर्वाद छ ल है लु नाति ल छुनु मात्रै नाति छुनु मात्रै लु 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 खानु भयो भाइले ल व्यञ्जन त यही होला। साथीहरू आजको मेरो भिडियो हेर्नु भयो कि भएन, यदि हेर्नु भएको छैन भने हेरिदिनु होला अनि के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। साथै लाइक पनि गरिदिनु होला अनि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। साथै साइडमा रहेको बेल आइकनलाई पनि दबाउन चाहिँ नबिर्सिनु होला। धन्यवाद।